न्युक्लियर फिसन आणविक ऊर्जा बनाउने अथवा मासलाई एनर्जीमा कन्भर्ट गर्ने एउटा प्रक्रिया हो। यसमा जुन युरेनियम 235 छ, जुन अनस्टेबल छ, यसलाई जब कुनै एउटा न्युट्रोनले गएर हिट गर्छ, यो चाहिँ बीचबाट टुक्रिने गर्छ र यसरी टुक्रिँदा जुन न्युक्लियस छ, न्युक्लियस टुक्रिँदा यहाँबाट एनर्जी रिलिज हुन्छ भने युरेनियम चाहिँ अलि सानो सानो दुईवटा अरू एलिमेन्टमा कन्भर्ट हुन्छ भने यहाँबाट चाहिँ एनर्जी रिलिज हुन्छ। यही एनर्जी मध्ये जुन गर्मी छ, हिट छ, त्यसैले पानीको बाफ बनाउने हो र पानीको बाफले स्टिम टर्बाइन चलाउँछ भने त्यही टर्बाइनले जेनेरेटर चलाउँछ भने त्यहाँबाट बिजुली उत्पादन हुन्छ। युरेनियम 235 को एउटा विशेषता यो चाहिँ टुक्रिएर एनर्जी रिलिज भइसकेपछि पनि यसबाट एक्स्ट्रा दुईटा अथवा तीनवटा न्युट्रोनहरू पनि निस्कने गर्छन् र यस्तो न्युट्रोनहरूले गएर अरू युरेनियमलाई टुक्राइदिन्छन्। एउटा न्युट्रोनले युरेनियमलाई हिट गर्दै यो चाहिँ टुक्रियो, एनर्जी रिलिज भयो भने एक्स्ट्रा जुन न्युट्रोनहरू छन् यो गएर चाहिँ अरू युरेनियमलाई पनि टुक्राइदिन्छन्, यहाँबाट फेरि एनर्जी आउँछ। यसरी यो चाहिँ एउटा चेन रियाक्सनको रूपमा एकचोटि भएपछि चाहिँ लगातार भइरहने हुन्छ र यही विशेषताले गर्दा नै युरेनियम 235 प्रयोग भएको हो। भने जुन न्युक्लियर फिसन छ, यदि यसलाई चाहिँ कन्ट्रोल गर्दै 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 वर्षौंसम्म, दशकौंसम्म, जस्तै कुनै युरेनियम टुक्रियो, यहाँबाट एनर्जी रिलिज भयो र एक्स्ट्रा न्युट्रोनहरू मध्ये दुईवटा न्युट्रोनलाई चाहिँ केही चिजले रोकिदिन्छ भने एउटा मात्रै गएर कुनै अर्को युरेनियमलाई टुक्राइदिन्छ, फेरि त्यहाँबाट निस्केका दुईटा न्युट्रोनहरूलाई फेरि रोकिन्छ। यसरी न्युट्रोनको संख्यालाई रोकेर कन्ट्रोल तरिकाले फिसन प्रक्रिया गराइन्छ भने त्यो चाहिँ न्युक्लियर एनर्जी भयो, त्यसबाट बिजुली निकाल्न प्रयोग गरिन्छ। यदि यो सबै प्रक्रिया 1 सेकेन्डमा बुम हुन्छ भने त्यो चाहिँ न्युक्लियर बम भयो। यसरी न्युक्लियर एनर्जीमा युरेनियम 235 टुक्रिए बापत, यसको न्युक्लियस टुक्रिए बापत आउने एनर्जी नै न्युक्लियर एनर्जी हो भने यसबाट चाहिँ एक्स्ट्रा न्युट्रोनहरू निस्कने भएको भएर यो प्रक्रिया चाहिँ लगातार भइ नै रहन्छ जबसम्म युरेनियम एक निश्चित मात्रामा युरेनियम छ, सबै चाहिँ टुक्रिँदै गइरहन्छ। यही नै न्युक्लियर फिसन हो।